पाइल्सको सामान्य लक्षण हामीले थाहा पाउने विधि भनेको पहिला सुरुवातमा इन्टरनल पाइल्स छ भने कसैको हल्का ब्लिडिङ हुन सक्छ र बाह्य पाइल्स छ भने हल्का चिलाउने र त्यहाँ मासु जस्तो दिशा गर्दाखेरि केही डल्ला हात लागेको जस्तो महसुस हुन्छ र हल्का पेन हुन्छ र त्यसपछि जब हाम्रो अलि पाइल्स बढ्दै जान्छ अलि लामो खालको ब्लिडिङ जो हात काटिएको जस्तो फ्रेस ब्लड हाम्रो बाथरुममा र हातमा पनि कहिलेकाहीँ टिस्यु पेपरहरू युज गर्नुहुन्छ भने त्यसमा देखिन सक्छ र अलि धेरै मात्रामा पाइल्स बढ्दै गयो भने पाइल्सका मासको जुन डल्लाहरू हुन्छ त्यो बाहिर आउँछ अनि त्यस्तो अवस्थासम्म उहाँहरूले सजिलै थाहा पाउनुहुन्छ र अझै अलि बढ्दै गयो भने त्यो बाहिर आएको मासु पहिलाको सुरुमा भित्र जान्छ पछि जाँदैन यो अलि लास्ट अवस्था भइसकेको हो मुख्य रूपमा यही नै हो पाइल्सको लक्षण हामीले मुख्य रूपमा पाइल्सबाट जोगिने भनेको थाहा पाउने कुरा त मैले भनिहालेँ हल्का रूपमा त्यहाँ तपाईँको मासु हातमा लाग्नु हल्का ब्लिडिङ हुनु चिलाउनु पोल्नु दुख्नु छँदैछ र जोगिने उपाय भनेको आहार विहार खानपिन नै हो तपाईले माछा मासु सकभर खानुहुन्छ भने यस्ता चिजहरू माछा मासु अदुवाहरू चिज खानुहुन्छ भने फलफुलहरू खानु सलादहरू साग खानु मैले त के भन्छु नि आधा किलो मासु खानुहुन्छ भने आधा किलो साग पनि पकाउनु घरमा आधा किलो मासु ल्याउनुहुन्छ भने भनेको छु र बेला बेलामा सिजभात मनतातो पानीमा सामान्य तरिकाले केही नराखेर पनि बस्न सक्नुहुन्छ र त्यति पनि गर्न सक्नुहुन्न भने सामान्य एउटा लेक्जेटिभ पाउडरहरू पाइन्छ आयुर्वेदमा त्यो औषधि एक चम्चा साँझ खाइदिनु भयो भने बिहान दिशा क्लियर हुन्छ यसले हामी सजिलै बच्न सक्छौं